टोपी लाउँदा यसरी लाउनु पर्थ्यो किनभने बाहुनले यसरी टोपी लाउनुपर्छ। यसरी टोपी लगायो भने बाबु साहबले मात्रै लाउँछ त्यो आँखी भुइँ छोपेर। काजी साहब बाबु साहबले यसरी गर्छ आँखी भुइँ छोपेर। यसरी गर्यो भने यसरी टोपी लगायो भने जसले पनि भेट्ने बित्तिकै काजी साहब भनिहाल्छ। यसरी लगायो भने पण्डितजी भन्छ। यसो गर्यो भनेर लगायो भने वैश्य व्यापारीको साउजी के छ भन्छ। यसरी दलित भनिएकोले यसरी लाउन पाउँदैन थियो। टोपी कच्याक्क पारेर यसो पारेर लाउनु पर्थ्यो। यस्तो लाग्यो भने ए तपोस् कहाँबाट आएको भन्थ्यो मान्छेले। यो आफ्नै टोपी आफ्नै घरको पनि यतिवटा झ्याल बनाउन नपाउने यतिवटा ढोका बनाउन नपाउने थियो। आफ्नै पैसाले पनि जुत्ता किनेर लाउन नपाइने, कसले जुत्ता लाउन पाउने कसले नपाउने, जुत्ता लाउन जोसुकैले पाउँदैन थियो। त्यो थियो। कतिपय ठाउँमा त्यस्तो छँदैछ नदेखिने गरी गाउँघरमा अहिले पनि त्यो कुरा छँदैछ। त्यसबाट हामीले समाजलाई माथि उठाउनु छ। विकास